स्कुलको डाइरेक्टर सर, प्रिन्सिपल सर अनि मिसन स्कुलको सम्पूर्ण टिचर्सलाई अनि हाम्रो यहाँ यो प्रोग्राम अर्गनाइज गर्नुभएको सिनीको म्यामहरूलाई र आज आशा वर्कर दिदीबहिनीहरू र यहाँ हाम्रो के भन्छ आइसिडी वर्कर दिदीबहिनी सबैलाई र नानीहरूलाई म हार्दिक है तपाईहरुलाई उयो गर्न चाहन्छु। तपाईहरुलाई मेरो स्वागत छ है आजको यो न्युट्रिसन प्रोग्राममा। र विशेष चाहिँ के भन्न चाहन्छु भने चाहिँ आज हामी आइसिडिएस आशा र सिनीले मिलेर चाहिँ यो गर्दैछौँ, यो तपाईहरुलाई बुझाउँदैछौँ र म सर्टमा भन्न चाहन्छु। यो चाहिँ यहाँनिर देख्नुहुँदैछ यो हरियो अनि सेतो, यो सेतोमा अशोक चक्र छ र चाहिँ यो गेरुवा रङको यो चाहिँ अब हाम्रो फ्ल्यागको कलरमा, यो फ्ल्यागको कलरमा चाहिँ हामीले खानाहरू दियो भने उयो हुन्छ। फर्स्टमा ग्रिन हरियोमा चाहिँ यो हरियो सागपात अनि यो हरियो काँक्रा लौका बिँ अनि यसमा के भन्छ इस्कुस छ र यहाँनिर यो भेन्डी छ, कोपीहरू छ हैन। अनि सेतोमा चाहिँ यहाँनिर आउँछ सेतो भात राइस है, यो अन्डाहरू र गेरुवामा चाहिँ छ यहाँनिर यो के भन्छ यो गाजरहरू छ। यो चाहिँ खाना चाहिँ हामीले चाहिँ विशेष चाहिँ गर्भवती आमा, प्रसुती आमा र 0 देखि 6 वर्षसम्मको नानीहरू र एडल्सेन्ट नानीहरूले चाहिँ यो खानु एकदमै जरुरी छ। किनभने चाहिँ हाम्रो प्रत्येक महिना चाहिँ अब एडल्सेन्टलाई चाहिँ विशेष है, एडल्सेन्टको चाहिँ विशेष चाहिँ हामीलाई प्रत्येक महिना यो पिरियड हुन्छ हैन, त्यति बेला चाहिँ उसको रगतहरू बहेर जान्छ र नयाँ रगत आउँछ शरीरमा। त्यसलाई चाहिँ रिफिल गर्नुको निम्ति चाहिँ यो पोषणयुक्त खाना चाहिन्छ। र जब 18 वर्ष उहाँहरू पुग्छ, 18 वर्षसम्म उहाँहरूले चाहिँ विवाह गर्नु हुँदैन, उनीहरूको शारीरिक अङ्गहरूको गठन भइसकेको हुँदैन। उहाँहरूले जबसम्म 18 वर्ष पुग्दैन विवाह गर्नु हुँदैन केटीहरूले, अनि केटाहरूले 21 वर्षसम्म विवाह गर्नु हुँदैन। र तपाईहरुले चाहिँ यो खाना खानुपर्छ। यो आइसिडिएसमा चाहिँ हामी चाहिँ यसरी दिन्छौँ। सोमबार, बुधबार र शुक्रबार चाहिँ सादा भात अन्डा र करी दिन्छौँ। मङ्गलबार, बिहिबार र शनिबार चाहिँ खिचडी दिन्छौँ। खिचडीमा चाहिँ हामीले यो गाजरहरू आलुहरू लाउँछौँ। अनि सादा भात अन्डामा चाहिँ आलुको ग्रेभी अरू ग्रेभीहरू दिन्छौँ। र चाहिँ हामीले नानीहरूलाई गर्भवती आमा, प्रसुती आमाहरू र नानीहरू अनि किशोरीहरूलाई चाहिँ हामीले खानामा चाहिँ यो पक्का खानाहरू दिएर चाहिँ उहाँहरूको एकदम पोषणयुक्त गरेर उहाँहरूलाई चाहिँ एकदम देशको नागरिक भविष्यको एउटा सुन्दर नागरिक हामी बनाउनुमा चाहिँ सबै लागि परेको छौँ। धन्यवाद।